श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद छलेर ल्याइएको संवैधानिक परिषद सम्बन्धी अध्यादेश र चौथो वरियताका न्यायाधीशलाई प्रधान न्यायाधीश नियुक्त गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाएका छन्। शुक्रबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष साम्पाङले राष्ट्र प्रमुखलाई दबाव दिएर अध्यादेश जारी गराउनु र वरियता मिचेर नियुक्ति गर्नुलाई सरकारको ठूलो गल्तीको संज्ञा दिएका छन्। संसद छलेर राष्ट्र प्रमुखलाई दबाव दिई संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गराउनु गलत थियो। गलत कार्यलाई कदापि सही भन्न सकिन्न र भन्न हुँदैन उनले लेखेका छन्। वरियताले चौथोलाई प्रधान न्यायाधीश नियुक्त गर्नु अर्को ठूलो गल्ती गरेको छ यो सरकारले। सुशासन र अतिथिको आश्वासन दिएर सत्तामा पुगेको दलले विधि मिचेर यस्तो कार्य गरेको भन्दै उनले यसमा राजनीतिक र कानुनी स्वार्थ लुकेको आशंका व्यक्त गरेका छन्। विज्ञप्तिमा सहकारी ठगी प्रकरण र भदौ 23-24 को जेनजी आन्दोलन जस्ता विषयमा आफ्नो पक्षमा अदालतबाट निर्णय गराउने उद्देश्यले यो नियुक्ति दिएको हुन सक्ने प्रशस्त आशंका रहेको उल्लेख छ। साथै नियुक्ति सम्बन्धी बैठकमा एमसीसी र एसपीपी जस्ता विषयको प्रसंग ल्याएर दबाव र प्रभाव सिर्जना गरिएको दावी पनि उनले गरेका छन्। अध्यक्ष साङपाङले वरियता मिचेर गरिएको उक्त निर्णयमा हस्ताक्षर गरेको भन्दै आफ्नै पार्टीबाट निर्वाचित उपसभामुख रुबी कुमारी ठाकुरको कदमप्रति कडा असन्तुष्टि र खेद प्रकट गरेका छन्। हाम्रै पार्टीबाट जानु भएको उपसभामुखले समेत वरियताको क्रमलाई उल्लङ्घन गरेर गरिएको निर्णयमा हस्ताक्षर गर्नु खेदपूर्ण रहेको छ विज्ञप्तिमा भनिएको छ। यसरी विधि मिचेर राजनीतिलाई अघि बढाउने प्रवृत्तिको श्रम संस्कृति पार्टीले सदा सर्वदा विरोध गर्ने विज्ञप्तिमा प्रष्ट पारिएको छ।